नेपाल सरकार, सबैलाई मेरो हृदयदेखि नमस्कार। मेरो नाम इनिसा विश्वकर्मा हो। म सुर्खेत जिल्लाको गुरुभाकोट नगरपालिका 6 बडाखोलीकी 17 वर्षकी थिएँ। म वीरेन्द्रनगरमा कक्षा 11 मा पढ्दै थिएँ। अरू किशोरीहरू जस्तै मेरा पनि धेरै सपना थिए। आमा बुवाको सपना पूरा गर्ने, घरकी असल छोरी बन्ने। तर मेरो सबै सपना एकैछिनमा चकनाचुर भयो। शनिबार बिहान करिब 6 बजे म आमालाई ट्युसन पढ्न जान्छु भनेर घरबाट निस्किएकी थिएँ। त्यो बेला मलाई के थाहा थियो र त्यो नै मेरो जीवनको अन्तिम बिहान हुनेछ भनेर। मलाई पढ्न मन थियो। म आफ्नो भविष्य बनाउन चाहन्थेँ। तर बाटोमै 4 जना क्रूर राक्षसहरूले मेरो जीवन लुटे। मैले धेरैचोटि चिच्याएँ, कराएँ, मलाई बचाऊ भने, तर कसैले मेरो आवाज सुनेन। अन्तमा तिनै पापीहरूले मेरो सास नै खोसिदिए। आज म यो संसारमा छैन, तर मेरो आवाज अझै बाँकी छ। म समाजसँग एउटा प्रश्न सोध्न चाहन्छु। मेरो गल्ती के थियो? पढ्न जानु अपराध थियो? एक किशोरी भएर सुरक्षित जीवन बाँच्न चाहनु गलत थियो? आज म न्यायको प्रतीक्षामा छु। मेरो लागि मात्र होइन, भोलि अरू कुनै छोरीको जीवन यसरी नटुटोस् भनेर कृपया मेरो आवाज सुन्नुहोस्। सत्य खोज्नुहोस्। दोषीलाई कडा सजाय दिलाउनुहोस्। म इनिसा विश्वकर्मा आज यो संसारबाट टाढा भए पनि म न्यायको आशामा बोलिरहेकी छु। आशा छ मैले न्याय पाउनेछु। अलविदा।